सायद तिमी धेरैचोटि हारिसक्यौ र अब कसैले पनि तिमीमाथि विश्वास गर्दैन। तर खुला आँखाले पनि अझै तिमी त्यही सपना देख्दैछौ भने यो खेलको अन्त्य होइन। यो खेल तब मात्र सकिन्छ जब तिमीले यसलाई जित्नेछौ। जीवनमा कठिन समय धेरैचोटि आउँछन्, तर तिमीलाई समाप्त गर्न होइन, यी आएका हुन् त तिमीलाई बलियो बनाउन। तिमी आफैले थाहा नपाएको तिमी भित्रको बलियो चरित्रलाई बाहिर निकाल्न। आजको तिम्रो अवस्था तिम्रो अन्तिम गन्तव्य होइन। तिम्रो समय बदल्नेछ अनि एक दिन जसले तिमीलाई शङ्का गरेका थिए तिमीलाई बाटो सोध्न आउनेछन्। त्यसैले आफ्नो सपनाको पछाडि भाग, पुरै विश्वास लिएर, पुरै साहस लिएर। आज संसारभर चिनिने अरबौं रुपियाँ कमाउने ह्यारी पटरकी लेखिका जेके रोलिङ। एक समय यस्तो थियो जब उनीसँग खाने पैसा थिएन। उनी सिङ्गल मदर थिइन्, डिप्रेसनसँग लडिरहेकी थिइन्। उनले लेखेको किताब 12वटा पब्लिसरले रिजेक्ट गरेका थिए। 12 पटक रिजेक्ट भएको। कल्पना गर, यदि उनले 11औं पटकमा हार मानेकी भए, आज ह्यारी पटर भन्ने नाम सायद संसारको कसैले सुनेको हुने थिएन।